जाडो छ छैन नि खोलेर हेराइदिन्छु लु त लु भाइले पनि लु ए ल सिक्स ब्याग ल भएर उहाँ घरमाथिदेखि हेरिराख्नु भएको छ जनताहरूले यस्तो जाडोमा कल्लामा अब ट्याग खानु गइरहेको छु र मेरो स्पिड त्यसले रहेको छ 250 मा मैले अङ्कल अब ट्याग खानेर पनि गइसकेको छु सो हेलो है त तपाईँहरूलाई आजको न्यू डे न्यू भ्लगमा वेलकम स्वागतम मनबाट नै है अनि आज त के कस्तो भ्लग हो भन्ने चाहिँ अहिले ठ्याक्क वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुस माघ महिना हो होइन अहिले चाहिँ सबै जाडोले लुगा लाएर हिँड्छन् भने म चाहिँ उल्टो बेस खोलेर अझै ज्याकेट स्याकेट नहालेर म त्यतिकै हिँडिरहेको छु है अनि आज चाहिँ के कस्तो भएको भने चाहिँ तपाईँहरूले देखिसक्नुहुन्छ सबै मान्छेहरू चाहिँ होइन पुरै भनौँ न हुडी सुडी कुन चाहिँको बुढी उठाएर हिँड्छ म चाहिँ यत्तिकै होइन आज चाहिँ के कस्तो हुन्छ भ्लग तपाईँहरूले हेर्नु पऱ्यो मनदेखि हेर्नु पऱ्यो होइन आँखादेखि हेर्नु पऱ्यो त्यो त आँखादेखि हेर्नु पऱ्यो मनदेखि बुझ्नु पऱ्यो होइन मेरो भ्लगलाई र आजको भ्लग सुरु हुन्छ विन्टर च्यालेन्ज जस्तो हो होइन त मान्छेहरूको रियाक्सन हेर्छु म होइन यतिको जाडो मौसममा हिँड्दाखेरि मान्छेले कतिको रियाक्ट गर्छ होइन है त सो है त अहिलेसम्म हिँडी पनि सकेको छु होइन म बाटो हिँड्नेछु र मान्छेहरूको रियाक्सन हेर्नुहोस् म यतिको मौसममा जाडोमा लुगासुगा नहाली अझै त्यही माथि साइकलमा है त कस्तो छ भाइ मेरो यो कस्तो छ भन त मोबाइल त सो है त अहिले चाहिँ म अलिक पिच रोडमा पुगेछु सो है त अहिले चाहिँ म यहाँ रोडमा पनि आइसकेको छु होइन अब मेन रोडमा त नजाउँ यही गल्लीको रोड हिँड्छौँ अनि मान्छेको रियाक्सन चेक गरौँ है त जाडो हुन्छ गर्मी मौसममा मान्छेहरू बौलाएर टोपी सोपी हालेर हिँड्छ थ्याट हामी जस्तो गरौँ ओ बाजे जाडो छ छैन अरे मान्छेहरू त देख्दै हाँस्यो त नि के भन्नु ए झन्डै ल रे कहाँ आयो भन्नुभएको होइन भ्लग बनाएको ल ल खाइरहेको त मान्छेले रियाक्ट केही गर्दैन कस्तो छ केटा जाडो छ होइन कहाँ जाडो छ र जाडै छैन यार चढिरहेको छु म हिँडिरहेको छु म हिँडिरहेको छु म बाटोमा मान्छेहरूले देख्दै हाँसिरहेछ किन मान्छेहरू मान्छे छैन फर्किनु पर्ने बेला भयो
ल गर्दै भाइ त के छोड्न पर्यो क्या कन्डोमा होइन अहिले चाहिँ म ठ्याक्कै कहाँ आइपुगेँ भने कान्छी चोकको छेउमा तपाईँले सिन्देखि हाल्नु पर्यो होइन च्याट्ट लगाएर सर साइकलमा यतिकै यता नि लुक्स त नि मान्छेहरूले त डेन्जरै दिने कहिले हेर्न पाए जस्तो हो गरेर हेर्नु च्याट्ट लगाएर मैले युटर्न पनि लिइसकेको छु होइन उहाँ घरमाथिदेखि हेरिराख्नु भएको छ जनताहरूले यस्तो जाडोमा च्याट्ट लगाएर त जनताहरूले हेरिराख्नु भएको छ होइन तपाईँले देख्न सक्नुहुन्छ के हो मान्छेहरू त नि मलाई त नि के हो अमिर खानै सम्झ्यो क्या हो के साह्रै कल्लामा अब ट्याग खानु गइरहेको छु र मेरो स्पिड त्यसले रहेको छ 250 मा मैले अङ्कल अब ट्याग खानेर पनि गइसकेको छु च्याट्ट लगाएर सर साइकलमा स्पिड छ अहिले मेरो 300 पुगिसकेछ 300 पुगेर पनि म एकदम हाई स्पिडमा जाँदैछु अब झन्डै लडेँ अहिले त रातै पऱ्यो क्या चस्माले त कालो नकालो देखिरह डेन्जर हेर्छ त ल फर्काइदिन्छ त हौ होला के उनीको गाउँ भनेर हो क्या मेरो नि गाउँमा आएस् न कन्डे चाखमा हानेर गर्छ चाहिन्छ मेरो नि गाउँमा आएस् न कन्डे चाखमा हानेर गर्छ चाहिन्छ ओ कडाउ बोली रायन छ रायन अब मलाई झाँदिरहेको छ केटाहरूले त जाडो छ छैन नि खोलेर हेराइदिन्छु लु त लु भाइले पनि लु ए ल सिक्स ब्याग ल तिमीहरू चाहिँ के हो नि आऊ न लु लाइन बाई लाइन ल जाडो भएको छैन लाउन त नि यहाँ किन ए ब्लकको नाम चाहिँ के हो भने RAI के हुन्छ राई त्यसमा स्पेस दिने YAN रायन भएन मलाई चिनेको छ ल ल म लाग्दिन्छु ल ल यो भ्लग चाहिँ कहिले आउँछ भने कि भोलि बेलुका है त हेर्नु पर्यो है त केटाहरूले ल बिर्सेको छैन नि मेरो युट्युब च्यानलको नाम यन्स छैन क्या भाइ YAN RAI राई अनि RAI राई स्पेस दिने अनि YAN रायन ल है त केटा यो भाइले कति गर्छ केटाहरूले त चिलाहरू चल्लाहरूसँग चाहिँ बोलेर हुन्छ एकैछु होइन चल्लाहरूसँग चाहिँ के हो केटा लु ग्याङ म हिँडिरहेको छु अहिले
मेरो बेस्ट छैन किनभने म खतरा हो बे या टुरुनु म चाहिँ अब भिडियो बनाउँदै गइरहन्छु बाटोको छेउछेउ हिँडिरहन्छु होइन गइरहन्छु तपाईँहरू चाहिँ हेरिराख्नु होइन सेयर गरिदिइराख्नु लाइक हानिदिइराख्नु सब्सक्राइब हानिदिइराख्नु र है त म केही भन्दिनँ आजकल भ्लग त यहीँसम्म रहेको छ है त के कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला र कहाँ जा रहेछ हौ कहाँ जा रहेछ